हेलो गाइस, हामी चाहिँ आज गुम्बा घुम्न जान लागेको। यहाँ जुम्लादेखि बजारदेखि हामी माथि गुम्बा घुम्न जान लाग्छौँ। केटाहरू छ नि 2-3 जना छन्, 4-5 जना छौँ हामी। हेर्नु गाउँ यस्तो छ यहाँ हेर्नुहोस् गाइस, हामी चाहिँ आज गुम्बा घुम्न जान लागेको। कस्तो थियो म त पहिला चाहिँ डाइरेक्ट घुमाइ भएन, अहिले चाहिँ केटाहरूसँग आइरहेको छु। त्यसले लाज नगर भन्छ, लाज भरे हामी घुम्न जान लागेको। यो हेर्नु, यो अब बजार कस्तो देखिरहेछ भ्यूहरू। आधा भिडियो अब माथि गुम्बा पुगेपछि हुन्छ। फाइनली गाइज हामी चाहिँ गुम्बा पुग्न लाग्यो। गुम्बाको यहाँ गेटनिर पुगिरहेछौँ। यी तल जुम्ला बजार हेर्नु कति खतरा छ, देख्नु भएको छ नि, बवाल छ जुम्ला बजार हेर्नु। ओ मस्त छ, आमा रमाइलो ठाउँ देख्नु भएको छ जुम्ला बजार। फाइनली गाइज हामी चाहिँ जुम्लाको यो गेटमा पुगिसक्यौँ होइन, यो गुम्बाको गेटनिर। हेर्नुहोस् अब भित्र जाँदैछौँ हामी, केटाहरू छौँ 5 जना जति। साथीले भिडियो बनाइरहेछ, म पर चाहिँ उभिरहेको छु। अनि सबैले सेयर सब्सक्राइब लाइक गरिदिनु होला भन्न चाहन्छु, कमेन्ट पनि गरिदिनु होला। हामी चाहिँ भित्र आइसक्यौँ। यहाँ साथीले भिडियो बनाइरहेछ, म चाहिँ उता हिँडिरहेको छु होइन। पछाडि 2 केटाहरू हिँडिरहेछन्। हामी पुग्यौँ अब। हामी चाहिँ गुम्बा यस्तो रमाइलो रहेछ, पहिलोचोटि भित्र छिरेको गेटदेखि हेर्नुहोस् यस्तो रमाइलो लागिरहेछ। अब यो गुम्बाको चाहिँ हेर्नुहोस्, यत्रो छ गुम्बा चाहिँ। यो चाहिँ जुम्ला खलङ्गा बजार है। यो हेर्नु यस्तो राम्रो देखिँदो रहेछ यहाँको जुम्लादेखि। यो गुम्बादेखि चाहिँ यति रमाइलो ठाउँ देखिँदो रहेछ क्या यहाँ चाहिँ। हेर्नुहोस् है, यस्तो चाहिँ गुम्बा। यो जाने ठाउँहरू चाहिँ रहन्छ, त्यस्तो मूर्ति मात्रै राखेको रहेछ। गुम्बादेखि चाहिँ यति रमाइलो देखिँदो रहेछ गाइस। हेर्नु, मैले भिडियो बनाइरहेको माथि गुम्बादेखि। मैले चाहिँ यो के भन्छ यसको नाम चाहिँ थाहा छैन मलाई, यो घुमाइरहेको छु मैले चाहिँ। हेर्नु यसको नाम त थाहा छैन, त्यही पनि भिडियो बनाइदिउँ भनेर हो। यो हामी 2 जना साथीहरू यस्तरी भिडियो बनाइरहेछौँ घुमेर। यस्तो रमाइलो ठाउँ रहेछ, भोलिचोटि गएको होइन माथि गुम्बामा त। त्यहाँबाट चाहिँ गाइस हेर्नुहोस्, मान्छेहरू पनि छन् फोटो खिच्ने, भिडियो बनाउने, फोटो खिच्नेहरू धेरै छन्। क्यामेराम्यानहरू पनि बसेको हुँदो रहेछन्। हामीले क्यामेराबाट धेरै फोटो त हानेनौँ, त्यही 2-4 वटा हान्यौँ। एउटा फोटोको चाहिँ 20 रुपियाँ रहेछ।